हेलो गाइस, आज हामी सेतो गुम्बा हेर्नु भनेर गएको, तर हामी जाँदा जाँदा गेट बन्द भइसकेको रहेछ। तर मान्छेहरू भित्र जान नपाएर कति दुखी भएर यहाँ हेर्न सक्नुहुन्छ। कति धेरै मान्छेहरू भिड थियो, कति हजारौँ मान्छेहरू पुगेर त्यतिकै भित्र दर्शन नगरी फर्किरहेको रहेछ। हामी पनि त्यसै अब गेट बन्द भइसकेको फर्क्यौँ, तर त्यहाँ मान्छे यति थियो कि गेटै नखोलेको अवस्था थियो। देख्न सक्दैन, मान्छे यति धेरै थियो कि के कुरा गर्नु। बिहान 11 बजी हुँदा पनि मान्छेहरू भित्र जान नपाएर बाहिर बसिदिएर के गर्नु पर्छ। हजारौं संख्यामा जानै सकिने त्यस्तै भयो। आज मान्छेहरू धेरै थियो। तपाईँहरू पनि यस्तै मैले जस्तै सेतो गुम्बा हेर्न जान सोचिरहेको हुँदै हुनुहुन्छ भने एकचोटि राम्रोसँग सोचिरहेको छैन जानु होला, नत्र भित्र जान सक्दैन। तपाईँहरू पनि फर्किनुहुन्छ, एकचोटि राम्रोसँग बुझेर जानु। अनि खालि दुःख मात्र पाइन्छ। गएपछि बिहानै जाने रहेछ क्या, 6 बजी ढोका खोल्ने रहेछ, गेट खोल्ने 6 बजी त्यहाँ पुगिसक्नु पर्ने रहेछ। 6 बजी बिहानै जानु होला। गएपछि त्यसै 10, 11, 12 बजी गएर भित्र जान्छौँ अनि दर्शन गर्छौँ भनेर नसोच्दा पनि हुने रहेछ। तर हामी त्यस्तै 10, 11 बजीतिर गएको अनि त्यता ढोका सबै बन्द भएर अनि त्यतिकै त्यहाँबाट के गर्ने त्यहाँबाट त्यतिकै फर्कियो गाइस। त्यही भएर जान्छ जाने भयो बिहानै जानु 6 बजी ठाउँ राम्रो छ होइन, राम्रो ठाउँ छ। अनि हेर्नलाई पनि दर्शन गर्नलाई गएको थियो, तर बारेमा लाइक कमेन्ट गर्नुहोला। बाँकी अर्को भिडियोमा हस्त धन्यवाद।